जा अरे होइन अरे बाख्रा सबै उता पनि छ ल ल जाऊ मैले अरू ल्याउँछु चा 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 उता गयो हामी चाहिँ बाख्रा चलाउने आज ए समीक्षा बाख्रा समीक्षा त हेर त कसरी चलाउने बाख्रा अरे बाख्रा कसरी चलाउँछन् थाहा छ ए हो ओहो कतिवटा बाख्रा छ तिम्रो हाम्रो कति छ 9वटा अनि ठुलो मम्मीको ओहो यो त बाढी ल्याउने भयो बाटोमा यसले यो बाख्रा पाटी छुट्टायो यसले एक्लै नि ल ल म त्यहाँ ल्याउँछु यो लिडर हो यो बाख्रा हो जस्तो छ त एक्लै हिँड्यो त ऊ ट्याक्क अगाडि पुग्यो ए ल ल ल ल ल ल ल हाम्रो यहाँ पानी गाउँको लागि यहाँको पानी आउँछ यो ठुलो ट्याङ्की हो यसमा फिल्टर हुन्छ पानी यसरी पानी चाहिँ अर्कोबाट यसबाट अर्कोमा पानी आउँछ कञ्चन पानी पहाडी हो लु अलि छिटो हिँड सिन्धुलीको गोलन्जर गापाको वडा नम्बर 2 मा बाट देखिने सम्पूर्ण यी पहाडहरू ओ पारिपट्टि माझगाउँ होइन अस्ति हाम्रो त्यहाँ सुन्तलाको मेला लागेको थियो त्यही है पारि है पारि यो खोलो चाहिँ हाम्रो के खोलो रे हो बितिजर खोला छ यसमा कुनै बेला चाहिँ तपाईको यो लघु वित्त आयोजनाको पनि प्रोजेक्टको काम सुरु हुने भनेपछि केही समय हामीले यहाँ ड्यामको पनि लगाएको थियो तर पछि चाहिँ अब राष्ट्रिय लाइन जोडिसकेपछि त्यसलाई चाहिँ स्थगन गर्नुपर्ने भयो यहाँबाट चाहिँ सम्पूर्ण अब हाम्रो पनि यहाँ बाख्रा चर्ने छिटै आउँदैछ के हो यो अस्ति तिमीले भनेको यो के भन्छ यसलाई हो हात्ती बार होइन यसको तिमीलाई थाहा छ यसको ऊ पनि भन्छ नि डोरी के डोरी राम्रो डोरी भन्छ हो अब थाहा पायो नि होइन हो ल छ ए मजाले चलिरहेको छ अब तातो यतातिर चाहिँ तपाईँ कस्तो हुन्छ भन्दा पहाडतिर चाहिँ यो अलिक पाखातिर पर्ने भएकाले तातो हुन्छ बाख्रा यहीँ बस्छन् 3-4 दिनपछि पनि जान्छन् यो क्षेत्र अलिकति परिलो छ रमाइलो पनि छ घाम लागिरहन्छ यो तल यो चाहिँ एकदम सुन्दर ठाउँ तपाईको यहाँ अब पारितिर भयो उतातिर रतनचुरातिर सबै सुन्तला र जुनारको मात्रै बगैँचा हो जुनारको जुन खानी भनिन्छ यो सिन्धुलीमा यो क्षेत्र यही हो हाम्रो यो क्षेत्र अलिकति अहिले यो धुधुलेले अलिकति नराम्रो देखेको छ यो तलतिर तपाईको राम्रो क्षेत्रहरू छ खोला यहाँ चाहिँ खोला यो चाहिँ बिजुर खोला हो त्यहाँ जलङ्गी पुल पनि देख्न सकिन्छ यस्तो ठाउँ चाहिँ यहाँ हेर्नुहोस् यो बाटो खने खर्क होइन कहाँ जान्छ यो बाटो हो
ए ल हिँड अझ अगाडि लगाइदिने होइन ल ल ल ए यो अब यो लगाएपछि धुलै धुलो बाटो है धुलो उडाएर है अगाडि गएर चढ्ने ल धुलो उडा यो सेमी बोयर होइन समीक्षा हो है यो छोटे बोयर अब बोयर चाहिँ अलिक ठुलो हुन्छ यो चाहिँ अलिक सानो खालको लोकल बोयर परेछ ओहो धुलो उडा हट हट ल ऊ त मूल डाँडा होइन र ऊ त पारीको मूल डाँडा होइन त्यही त है पारीको मूल डाँडा भयो अनि ऊ त स्कुल हाम्रो है कुन स्कुल रे ऊ त ऊ त्यहाँको स्कुल छ नि बेस्टान्ड स्कुल म त्यो स्कुलमा चाहिँ जान खोजिरहेको थिएँ तर यहाँ राजनीतिक खिचातानीको कारणले जान पुगिनँ यो स्कुल यतातिर चाहिँ खनियाखरको भयो यो पारितिर तपाईँको यो महाभारतको रेन्ज हो तपाईँको पुरै यो पुरै महाभारत रेन्ज हो उता त्यो माथिदेखि लिएर तपाईँको यो हुँदै 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 यो महाभारत रेन्ज हो सिन्धुलीको सिन्धुली भित्री मधेसमा पर्ने एउटा जिल्ला हो यो चाहिँ पहाडी जिल्लामा पर्ने सबैभन्दा ठुलो जिल्ला पनि हो सिन्धुली यसमा चाहिँ 7 वटा चाहिँ स्थानीय तहहरू रहेका छन् 2टा नगरपालिका र 5 वटा होइन 9 वटा हो 9 वटा चाहिँ स्थानीय तह रहेका छन् जसमा चाहिँ 2टा नगरपालिका दुधौली नगरपालिका र कमलाबाई नगरपालिका बाँकी 7 वटा चाहिँ हाम्रो गाउँपालिका हो जसमध्येमा यो गोलन्जर गाउँपालिकाको उता पारीदेखि नै वडा नम्बर 3 भयो यो वडा नम्बर जुन चाहिँ वडा नम्बर 2 भयो उतातिर वडा नम्बर 4हरू भए यसरी चाहिँ फैलिएको छ यो चाहिँ जुनार सुन्तलाको चाहिँ हब पनि हो यो पारीतिर चाहिँ जुनार सुन्तलाको एकदमै हब उतातिर पनि जुनार सुन्तलाको हब हो यो यतातिर पनि तपाईँको जुनार सुन्तला छ यो ठाउँ अलिकति पहाडी यद्यपि भित्री मधेसमा परे पनि यो पहाडी क्षेत्र अन्तर्गत उत्तरी क्षेत्रमा पर्छ सिन्धुलीको र निकै बस्नको लागि चाहिँ उत्तम ठाउँ छ अलिकति समस्या यातायातको समस्या चाहिँ छ यद्यपि यसमा बाटोहरू चाहिँ ट्र्याक बनाउने कामहरू र सानोतिनो गाडीहरू बुलेर जस्ता चाहिँ 4 व्हिलर 2 व्हिलर चाहिँ आउने गर्छन् ताकि यहाँका उत्पादनहरू चाहिँ बजार सम्म पुर्याएर यहाँका किसानहरूले आफूले उत्पादन गरेका वस्तुहरूको मूल्य पाउन पनि सुरु गरिसकेका छन् यद्यपि यसमा काम भने गर्न धेरै नै बाँकी छ कति अग्लो छ हाम्रो स्कुल यही माथि हो समीक्षा यही माथि है ल हेर्नुहोस् हाम्रो यो स्कुल चाहिँ यति माथि डाँडामा छ हामी चाहिँ अलिक तल आएको छौँ अहिले बाख्रा लिएर आज चाहिँ बिदा आज पृथ्वी जयन्ती पृथ्वीनारायण शाह राष्ट्र निर्माता उनको जन्म चाहिँ 1779 पौष 27 गते भएको आजकै दिन भएको थियो र उनले गरेको जुन नेपाल एकीकरण 2224 राज्यदेखि लिएर नेपाललाई एक अहिलेको नेपाल निर्माण गर्नमा उनको नेतृत्वले उनको साहसले काम गरेको थियो त्यसकारणले आजको दिन पृथ्वी एकता दिवसको रूपमा पनि मनाइन्छ र आज हाम्रो स्कुल बिदा भएको कारणले चाहिँ यसो बाख्रा चाहिँ उनको पनि गर्नलाई हामी दुईजना समीक्षा र म आइरहेछौँ र त्यसै क्रममा यहाँ रहेको यो सुन्दर परिदृश्यलाई चाहिँ म सँगसँगै हजुरलाई पनि अवलोकन गरौँ भनेर यो सानो भिडियो कैद गर्ने प्रयासमा छु त्यो बाख्रा कति दिनदेखि यहीँ थियो होला के बाख्रा देखेर उ गरे हो ल आइज कहिले हिजो पनि गएन है ल ल आइज आइज ल ल ल ल ऊ समूह चाहिँ कहिलेबाट बिछोडिएको थियो कहिलेबाट घर गएको थिएन हिजोबाट है अहिले यहाँ देखेर यिनीहरू आउँदैछन् समूह ल 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 यो फुल पनि हाम्रो यहाँ विभिन्न प्रकारको फुलहरू यसलाई के फुल भन्छ यो ए पहाडमा चढिस् यसलाई त अब सगरमाथा आरोहण लानुपर्छ ओहो होइन त यस्तो यस्तो ठाउँमा पनि उनीहरू हिँडेर चढ्छन् ओहो एथलेटिक्स लागि लानु पर्ला यिनीहरूलाई अब हामी चाहिँ यहाँ छोडिदिन्छौँ यो यसमा अनि उनीहरू चढ्छन् बेलुकासम्म अनि चढेर हामी कति बेलुका 4 बजीतिर आउँछौँ होइन अनि उनीहरू अगाइसक्छन् त्यसपछि फेरि लिएर जाने कहिलेकाहीँ त उनीहरू यहीँ बस्छन् यहीँ तपाईँको 2-3 दिन बसेर फेरि घर जान्छन् उनीहरू यहाँ पारिलो ठाउँमा तातो ठाउँमा आफै खोजेर बस्छन् अलि माथि माथि बाली लगाइन्छ त्यस कारणले हामीले चाहिँ यहाँ छोड्नु मिल्दैन अलि तल लगाएपछि उनीहरू चाहिँ माथिसम्म जान सक्दैनन् अर्थात् उनीहरू त्यही चढेर अनि बेलुका फेरि लिन आउँछौँ हामी यिनीहरूलाई हामीले यतै छोडिदिन्छौँ होइन यिनीहरू अब यतै छोडिदिन्छौँ होइन हामीले यिनीहरूलाई यतै छोडेर अनि हामी चाहिँ घरतिर प्रस्थान गर्छौँ बेलुकासम्म चाहिँ उनीहरू चढ्छन् ए बाटोमा छोडिदिने कि माथि लगाएर छोडिदिने बाटोमा छोडिदिने कि अलि माथि लगाएर बाँदर त कता छ त यहाँ ल आजको हाम्रो यो बाख्रा टुर यहीँ समाप्त हुन्छ होइन यहाँ अब हामी बाख्रा टुर समाप्त गर्छौँ र बेलुका फेरि आउँछु बाख्रा लिनको लागि बाँदर पनि रहेछ के छ यहाँ पुमा वन जङ्गलमा पाइने के फलफुल के छ के खान्छ यिनीहरू वन जङ्गलमा के फलफुलहरू पाउँछ त अहिले फलफुलहरू अमला होइन ओके ल Okay guys, so see you in the next video.